अब यो भिडियोमा पेपर 7 इन्कम ट्याक्स एन्ड भ्याटको कुरा गरौँ। हाम्रो क्याप 2 को लास्ट पेपर हो इन्कम ट्याक्स एन्ड भ्याट। सबभन्दा सुरुमा क्वेसन प्याटर्नको कुरा गर्दाखेरि 8वटा क्वेसन आउने हो। यहाँ 8वटा क्वेसन हुन्छ। सबभन्दा सुरुमा इन्कम ट्याक्सबाट 70 मार्कको आउँछ भने भ्याटबाट 30 मार्कको आउँछ। अब इन्कम ट्याक्समा के आउँछ भने सबभन्दा सुरुमा इन्कम फ्रम बिजनेस आउँछ 20 मार्कको। अनि 10 मार्कको आउँछ क्वेसन नम्बर 2 मा इन्कम फ्रम इम्प्लोइमेन्ट अर इन्कम फ्रम इन्भेस्टमेन्ट। कहिलेकाहीँ इम्प्लोइमेन्टबाट आउँछ, कहिले इन्भेस्टमेन्टबाट आउँछ। 80 to 90% चान्स इम्प्लोइमेन्टबाटै आउने छ, कहिलेकाहीँ इन्भेस्टमेन्टबाट पनि आउन सक्छ। त्यसपछि क्वेसन नम्बर 3 मा दुईवटा क्वेसन आउँछ 5 मार्कको। एउटा एमबिसिएबाट आउँछ अनि एउटा वेट होल्डिङ ट्याक्सबाट आउँछ। त्यसपछि क्वेसन नम्बर 4 को एमा रेसिडेन्सियल स्ट्याटसबाट आउँछ 5 मार्कको। अनि बाँकी 3टा क्वेसन पनि 5 मार्कको आउने हो। यो पनि हाम्रो इन्कम ट्याक्सकै हामीले जति पनि प्रोभिजन पढिरहेको हुन्छौँ हो त्यही प्रोभिजनबाट क्वेसन सोध्ने हो यहाँ। त्यसपछि क्वेसन नम्बर 5 मा सर्ट नोट आउँछ 10 मार्कको। अब भ्याटको कुरा गर्दाखेरि क्वेसन नम्बर 6 हुन्छ, यहाँ 6बाट सुरु हुने हो भ्याट। सुरुमा 10 मार्कको एउटा लङ क्वेसन आउँछ यहाँ। भ्याट क्रेडिट निकाल्ने खाले क्वेसन आउन सक्छ। अनि क्वेसन नम्बर 7 मा दुईवटा क्वेसन आउँछ 5 मार्कको। यहाँ पनि यही भ्याटको क्वेसन जुन 10 मार्कमा सोधेको छ यसलाई अलि सानो बनाएर 5 मार्कमा सोध्न सक्छ, नत्र कहिलेकाहीँ यहाँ पेनाल्टीहरू सोधिन सक्छ अनि ट्रु फल्स पनि सोध्न सक्छ भ्याटको प्रोभिजन रिलेटेड। त्यसरी पढ्नु पर्यो यिनीहरूलाई। अनि क्वेसन नम्बर 8 मा सर्ट नोट आएको हुन्छ, जसरी इन्कम ट्याक्समा 10 मार्कमा आएको हुन्छ सर्ट नोट, यहाँ भ्याटमा पनि त्यसरी चाहिँ 10 मार्कको सर्ट नोट आएको हुन्छ। अब यदि मैले जति पनि भनेको छु यहाँ माथि त्यो मध्ये हामीलाई 75 मार्क कुनबाट आउँछ भन्ने हामीलाई लगभग 90 to 100% हामीले थाहा हुन्छ कि कुनबाट आउँछ भनेर। अब त्यो पोर्सनलाई हामीले कसरी कभर गर्नुपर्छ भने अब इन्कम फ्रम बिजनेसलाई हामीले रेलेभेन्ट सेक्सन कोड गरेर हामीले सल्भ गऱ्यौँ भने मार्क स्कोर गर्न सकिन्छ। के हुन्छन् त त्यसमा रेलेभेन्ट सेक्सनहरू। अब यही सेक्सन सबै आउने भनेको होइन, तर म्याक्सिमम टाइम यिनीहरू सेक्सन रिपिट भइरहेकै हुन्छ। त्यही भएर यिनीहरूलाई हामीले कोड गरेर लेख्न सक्यौँ भने हाम्रो मार्क बढ्नै सक्छ। त्यही भएर सबभन्दा सुरुमा इन्क्लुजन के इन्क्लुड गर्नुपर्छ इन्कममा सेक्सन 7(2) ले बताउँछ। अनि त्यसपछि कन्सेसन के कन्सेसन हुन्छ भन्ने कुरा सेक्सन 11 ले भन्छ। अनि रिडक्सन फ्रम एसेसेबल इन्कम सेक्सन 12, 12A, 12B, 12C यिनीहरू हुन्छ। यिनीहरूको पनि कन्डिसनहरू हुन्छ। त्यो कन्डिसन हामीले राम्रोसँग याद गरेर त्यसलाई कोड गरेर अनि बल्ल रिडक्सन कति एमाउन्टको हुन्छ भनेर त्यो क्यालकुलेट गर्नुपर्छ। त्यसपछि सेक्सन 13 मा जेनरल रिडक्सन छ, जस्तो बिजनेसको एक्सपेन्सेसहरू हुन्छ तिनीहरू रिड्युस गर्न पाइयो हामीले। अनि सेक्सन 14 मा इन्डेक्स इन्कम हुन्छ। त्यसपछि सेक्सन 15 मा कस्ट अफ गुड सोल्ड हुन्छ। सेक्सन 16 मा रिपेयर एन्ड मेन्टेनेन्स छ। सेक्सन 17 मा पोल्युसन कन्ट्रोल कस्ट छ। सेक्सन 18 मा रिसर्च एन्ड डेभलपमेन्ट कस्ट हुन्छ। अनि सेक्सन 19 मा डिप्रिसिएसन हुन्छ। यो डिप्रिसिएसन यहाँ पनि इन्क्लुड गर्न सक्छ अनि नत्र यसलाई छुट्टै 5 मार्कमा पनि सोध्न सक्छ। यहाँ जुन यो माथि छ यहाँ हो, यहाँ एउटा क्वेसन डिप्रिसिएसनको पनि सोध्न सक्छ यहाँ। त्यही भएर डिप्रिसिएसनलाई पनि अलि फोकस गरेर एउटा दुईवटा क्वेसन डिप्रिसिएसनको पनि हामीले प्र्याक्टिस गरेर जानुपर्छ। त्यसपछि सेक्सन 20 लसेस फ्रम बिजनेस एन्ड इन्भेस्टमेन्ट हुन्छ। अनि सेक्सन 21 यसबाट पनि हाम्रो प्रोभिजनहरू आइरहेकै हुन्छ के कुरा हामीले डिडक्ट गर्न मिल्दैन भन्ने। अनि सेक्सन 24(4) मा पहिले एउटा दुईवटा क्वेसनमा मैले देखिरहेकै हुन्छ यो रिभ्यालुएसन गेन हामीले इन्कममा इन्क्लुड गरिन्न भन्ने कुरा, त्यो पनि सेक्सन 24(4) ले बताएको छ। अनि अर्को अलि धेरै जो आइरहेको यो इन्कम फ्रम बिजनेसमा म्याक्सिमम टाइम रिपिट भइरहेकै कुरा हो यो ब्याड डेटको कुरा सेक्सन 25 मा छ। यदि ब्याड डेट पहिले एलाउ थियो भने अनि त्यसको पछि ब्याड डेट रिकभर भयो भने त्यो ब्याड डेट रिकभर भएकोलाई हामीले इन्कममा इन्क्लुड गर्नुपर्छ भन्ने सेक्सन हुन्छ यो सेक्सन 25 मा, त्यो कुरा हामीले लेख्नुपर्छ। अनि अर्को यो डिभिडेन्डको कुरा पनि हरेक क्वेसनमा रिपिट भइरहेकै हुन्छ। दुईवटा कन्डिसन हुन्छ यसमा। एउटा सेक्सन 54(2) ले भनेको हुन्छ यदि हामीले नन रेसिडेन्टसित यो डिभिडेन्ड पाएको छौँ भने त्यसलाई हामीले इन्कममा इन्क्लुड गरिन्छ। यदि त्यही डिभिडेन्ड हामीले रेसिडेन्टबाट पाएको छौँ भने त्यसलाई हामीले इन्कममा इन्क्लुड गरिन्न, किनकि त्यो फाइनल विथ होल्डिङको ट्याक्समा क्यालकुलेट भइसकेको हुन्छ। त्यही भएर यो भयो इन्कम फ्रम बिजनेसको सेक्सनहरू के रिलेभेन्ट छ त्यो। अब इन्कम फ्रम इम्प्लोइमेन्ट कि त इन्कम फ्रम इन्भेस्टमेन्टको 10 मार्कमा आउने हो। यसमा के रेलेभेन्ट सेक्सनहरू के इम्पोर्टेन्ट सेक्सनहरू छ त्यो हेरौँ। सबभन्दा सुरुमा 8A सेक्सन 8A इन्क्लुजन इन इम्प्लोइमेन्ट, जसरी यहाँ माथि इन्क्लुजन थियो यो बिजनेसमा हो त्यस्तै
इम्प्लोइमेन्टमा पनि के इन्क्लुजन छ त्यो लेख्ने। अब यसमा स्यालेरी हुनसक्छ, ग्रेड्सहरू हुनसक्छ, त्यसपछि इम्प्लोइले पाएको कुनै बेनिफिटहरू हुनसक्छ डाइरेक्टली इम्प्लोइमेन्टसँग रिलेटेड, हो तिनीहरू इन्क्लुड गर्नु पऱ्यो यहाँ। त्यसपछि 8(3)ले के कुरा इन्क्लुड गर्न हुँदैन त्यो भनेको हुन्छ। त्यसपछि अब यदि इन्भेस्टमेन्टको क्वेसन आयो भने इन्भेस्टमेन्टको इन्क्लुजन सेक्सन 9(2)ले बताएको छ। त्यसपछि सेक्सन 10मा इन्कम एक्जेम्ट फ्रम ट्याक्स, के कुराहरू ट्याक्सबाट एक्जाम छ त्यो हामीले प्रोभिजनहरू पढेको हुन्छौँ, त्योबाट 2-4वटा कुरा सोध्न सक्छ यहाँ, त्यो पनि कोड गर्न पऱ्यो। अनि अर्को अलि जस्तो माथि डिप्रिसिएसन इम्पोर्टेन्ट थियो हो त्यस्तै यो इम्प्लोइमेन्टमा यो क्वान्टिफिकेसन इम्पोर्टेन्ट छ, यो पनि एमा पनि इन्क्लुड गर्न सक्छ। अनि यही क्वेसन सेक्सन 27बाट यहाँ जुन छ नि यो खाली ठाउँ यहाँ 5 मार्कमा सोधिदिन सक्छ कि क्वान्टिफिकेसनको प्रोभिजन सोधेर, त्यसलाई अलि राम्रोसँग पढ्नु पऱ्यो, त्यही भएर क्वान्टिफिकेसन पनि। अनि अर्को इम्पोर्टेन्ट सेक्सनहरू भनेको फिमेल ट्याक्स क्रेडिट भयो, अनि यो कन्ट्रिब्युसन टु एप्रुभ रिटायरमेन्ट फन्ड। अरू पनि हामीले प्रोभिजनहरू पढ्नुपर्छ, यसमा त्यो एलाउन्सेसको कुराहरू हुन्छ, त्यसपछि ट्याक्स क्रेडिटको कुरा, अरू 2टा ट्याक्स क्रेडिट हुन्छ, मेडिकल ट्याक्स क्रेडिट अनि फरेन ट्याक्स क्रेडिट, हो तिनीहरू पनि हामीले राम्रोसँग हेर्नुपर्छ। अनि अरू डिडक्सनहरूको कुरा पनि हुन्छ, त्यो पनि राम्रोसँग हेर्नु पऱ्यो। अनि अर्को अब सर्ट नोट कसरी पढ्ने भने 20 मार्कमा आउने हो नि त सर्ट नोट त। यदि हामीले सबै प्रोभिजन राम्रोसँग पढेछौँ भने हाम्रो 90% सबै सर्ट नोट त्यहीँबाट कभर भएकै हुन्छ। यदि त्यो हामीले राम्रोसँग पढे छैनौँ र सर्ट नोटलाई मात्रै हामीले छुट्टै प्रायोरिटी दिएर पढ्न खोजिरहँ भने हामीले सिम्पली पास्टको कम्पाइलेसन मात्रै पढे पनि 90% इनफ हुन्छ। 100% इनफ त कहिले हुँदैन, तर 90% टाइम हाम्रो पास्ट क्वेसनकै रिपिट भइरहेको हुन्छ। त्यही भएर यसले हामीले मोस्टली पास्ट क्वेसनबाट कभर गऱ्यौँ भने हामीले स्कोर गर्न सक्छौँ राम्रो मार्क। त्यसपछि भ्याटको क्वेसन 10 मार्कमा आउने हो। यसमा पनि त्यस्तो धेरै अब बिजनेसको इम्प्लोइमेन्टको जस्तो त्यस्तो धेरै सेक्सनहरू हुँदैन, प्रोभिजन राम्रै हुन्छ। अब त्यो हामीले कन्सेप्ट राम्रोसँग पढ्नु पऱ्यो, भ्याटको सबै प्रोभिजन हेर्नु पऱ्यो। अब म्याक्सिमम् फ्रिक्वेन्टली रिपिट भइरहेको हामीले सेक्सन कोड गर्नु सक्ने भनेको एउटा सेक्सन 23(4) यो इमिडिएट रिफन्ड इफ एक्सपोर्ट इज मोर अर इक्वल टु 40% अफ टोटल सेलको 40% कि त त्योभन्दा बढी यदि एक्सपोर्ट गरिरह भने हामीले इमिडिएट रिफन्ड पाउन सक्छौँ, त्यो सेक्सन कोड गर्न पऱ्यो। अनि अर्को सेक्सन 17(2) को सेक्सन पनि कोड गर्नुपर्छ, कति बेला यो ट्याक्सको क्रेडिट पाइँदैन अनि कति बेला यो 40% ट्याक्स क्रेडिट पाइन्छ भन्ने कुरा हो। यो पनि हामीले प्रोभिजन कोड गर्न सक्यौँ भने हामीले मार्क अलि धेरै स्कोर गर्न सकिन्छ। त्यसपछि अब एनबिसिए पनि पास्ट क्वेसनबाट रिपिट भइरहेको हुन्छ धेरै जसो। अनि विथ होल्डिङ ट्याक्स, यो हाम्रो टिडिएसको क्वेसन पनि म्याक्सिमम् पास्ट क्वेसनबाटै रिपिट भइरहेको हुन्छ। अनि कुनै एमेन्डमेन्ट आएको छ भने त्यो एमेन्डेड जुन रेटहरू छ त्यो पनि अलि राम्रोसँग फोकस गर्न पऱ्यो, कहिलेकाहीँ 1-2 मार्कमा त्यही एमेन्ड भएको रेटहरू सोधिदिन सक्छ, त्यही भएर एमेन्डमेन्ट पनि छोड्न भएन यसलाई। त्यसपछि रेसिडेन्सियल स्ट्याटस पनि त्यति धेरै गाह्रो हुँदैन, मोस्टली हामीले यसलाई पास्ट क्वेसनबाटै कभर गर्न सकिन्छ, त्यो पनि पास्टबाट रिपिट भइरहेको हुन्छ, 5 मार्कमा आउने हो। अनि हरेक सब्जेक्टमा मैले भन्दै आएको हुन्छु यो लास्ट 2 आइटेमको आरटिपी र पिइपिटी हेरेर जाने भनेर, यो त्यसरी कभर गर्न पर्यो। अब अर्को यो भ्याटमा एउटा कुरा के हुन्छ भने यदि हामीलाई सबै क्वेसनको सल्युसन थाहा छैन, हामीले गर्दा गर्दै कुनै क्वेसन यदि मिलिरहेन भने हामीले 2टा एप्रोच लिन सक्छौँ के। 2टा एप्रोच हुन्छ, एउटा हामीलाई सबै सल्युसन आइरह सबै हामीले प्रोभिजन गर्न सकिरहँ भने त्यो एउटा भयो, क्वेसन ओरिएन्टेड भएर हामीले सल्भ गर्न सक्यौँ। यदि हामीलाई क्वेसन सल्भ गर्न गाह्रो भइरह भने हामीले के गर्न सक्छौँ भने त्यो क्वेसनमा जति पनि हामीले रेलेभेन्ट प्रोभिजनहरू लेख्न सक्छौँ वर्किङ नोटमा त्यो प्रोभिजनहरू लेखिदिने कि। जस्तो कि अब यही यदि बिजनेसको क्वेसन आछ अनि हामीलाई डिप्रिसिएसन निकाल्न भने हो, डिप्रिसिएसनको कुनै पोइन्टमा हामी अड्क्यौँ भने त्यो अड्किँदा के गरिदिन सक्छौँ भने अब एज पर सेक्सन 19 अफ इन्कम ट्याक्स एक्ट भनेर डिप्रिसिएसनमा कुन रेटहरू लाग्छ जुन रिलेटेड क्वेसन छ हो त्यो रिलेटेड क्वेसन हामीले यदि सल्भ गर्न सकिरहेनौँ भने त्यसको प्रोभिजन लेखिदिँदा हुन्छ कि हामीले। अब जस्तो कि यही यो भ्याटको क्वेसन आयो अनि हामीले देख्यौँ त्यहाँ यो क्रेडिट एलाउन्स जुन एल्कोहल बियरमा हामीले पाइँदैन नि त, यो बेभरेज एल्कोहलमा अनि यो पेट्रोल फर भेहिकलमा यो पोइन्ट हामीले देखेछौँ भने यसलाई हामीले वर्किङ नोटमा लेखिदिने कि। वर्किङ नोट 1 और 2 के हुन्छ त्यो भनेर एज पर सेक्सन 17 अफ भ्यालु एडेड ट्याक्स भनेर त्यसरी यो प्रोभिजन छ भनेर हामीले प्रोभिजन लेखिदिँदा पनि हुन्छ कि। प्रोभिजनहरू हामीले जति धेरै लेख्न सक्यौँ त्यति धेरै मार्क हाम्रो बढ्ने हो कि, त्यही भएर प्रोभिजन लेख्न नछुटाउनु होला।